झापा क्षेत्र नम्बर 3 का कम्युनिस्टहरू र झापा क्षेत्र नम्बर 5 का राप्रपाका समर्थकहरूलाई म एउटा प्रश्न गर्न चाहन्छु। तपाईहरूको सिद्धान्त भन्ने कुरा छ? तपाईहरूको आफ्नो सोच, आफ्नो सिद्धान्त भन्ने कुरा चाहिँ छ कि छैन? छ भने तपाईहरू हरेक वर्ष आफ्नो सिद्धान्तको विपरीत क्षेत्र नम्बर 3 मा कम्युनिस्ट हुँ भनेर 5 वर्ष छाती पिटेर नेकपा एमाले जिन्दाबाद, कम्युनिजम जिन्दाबाद भनेर तपाईहरू हिँड्नुहुन्छ। लास्टमा तपाईहरू भोट दिनुहुन्छ राप्रपालाई, जो चाहिँ श्रीपेज राजाका समर्थक हुन्। त्यसैगरी झापा क्षेत्र नम्बर 5 का मतदाताहरू स्पेशली राप्रपाका म राजावादी हुँ, राजा ल्याइदिनुपर्छ भनेर भन्नुहुन्छ। तर ठीक विपरीत, जसले राजा मान्दैन, जसले राजा हिजो हटायो उसलाई तपाईहरू भोट दिनुहुन्छ। यो सिद्धान्तका आधारमा राजनीति गरिरहनु भएको छ तपाईहरू कि कुनै एउटा व्यक्तिको पछि लागेर आफ्ना सिद्धान्त कुल्चिएर हिँड्दै हुनुहुन्छ र यसले कहाँसम्म असर गर्छ भन्ने कुरो तपाईलाई थाहा छ कि छैन? धन्यवाद।